र सम्मान स्वरूप दाजु कृष्ण ढकालको निवासमा हामी आज आएका छौँ र मेरो सायरी यसरी सुरु गर्छु। हजुरहरूमा सुनाउँदैछु एउटा सायरी, हजुरहरूमा सुनाउँदैछु एउटा सानो सायरी, पेपर मात्र बोकेको छु किन्न पाइन डायरी। अलिक बिजी भयो। देउसी भैली खेल्दै आयौँ राम्रो नहोला कला, देउसी भैली खेल्दै आयौँ राम्रो नहोला कला, एकछिन फुर्सद निकालेर हेरिदेऊ न नानीहरूको कला। 2 दिनको भन्छन् जीवन मरिजाने चोला, रीतिरिवाज बचाइराख अर्को साल के होला। तिम्रै लागि उनी राखे सयपत्रीको माला, तिम्रै लागि उनी राखे सयपत्रीको माला, आज भोलि भन्दा भन्दै चाउरी सक्यो हाम्रो गाला। भात भान्सा रसिलो र साग चटनी, अचार लयालु पिरो, भात भान्सा रसिलो र साग चटनी, अचार लयालु पिरो, एकछिन नृत्य हेरिदेऊ न होला नानीहरूको कोही छैनौँ हामी हिरो। गरममा चाहिँ कालो लुगा लगाएर नाच्नु त धेरै टफ।
आयो काफ्रे हेलो घर खानु कि नखानु मागेर लानु नसक्नेसँग जानु कि नजानु धनु सुक्यो रातले फकाउँछ काठले जानु कि नजानु पासमा हारेर बितिसक्यो जिन्दगी अम्बो कति लामो डान्स गरेको है गऱ्यो होला त म यहाँ क्यामेरा उचाल्दै उचाल्दै बहिनीले हेरेको हेर नौमाथि रेडी भएर दामी ओए 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 फोन पनि झारे कसरी छोरी ढोगे भनेको गीतको अस्तित्व र नृत्यको एउटा छुट्टै परम्परा छ भन्ने अवगत गराउँदै नानीहरूलाई यो नृत्य हजुरहरूमा प्रदर्शन गरिदिनु हुन भनी म आग्रह गर्दछु सेवारो सोल्टी सेवारो है
आशी संसारी भुलेरा हिउँझुले ढोगिलो माया आशी संसारी भुलेरा उइसरी ढोगे हात उइसरी ढोगे हात लगाइदेऊ कि माया छपाकाई बिचार छोडी हात लगाइदेऊ कि माया छपाकाई बिचार छोडी हात लगाइदेऊ कि माया छपाकाई बिचार छोडी हात धन्यवाद नारीहरूलाई तपाईँले गीतको पनि कमर भाँचौँ ढोङ्गोको तालैमा हाँसीमा राखौँ बोलीमा राखौँ एक बारको जुनीमा कति घर थियो? 15 घर हो। नाच्न जन्मा नाचना नाचना मन पनि घुमी कम्मरै भाँचना नाच्न जन्मा नाचना नाचना मन पनि घुमी कम्मरै भाँचना खेचर लानु जीवन एक बारको जोनीमा टम्फुमा बजौ ओइचामा नाचौँ सेलोमा टम्फुमा बजौ ओइचामा नाचौँ सेलोमा है 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 नाचौँ सेलोमा Takan tukan. बात गर्न साह्रै सिपालु हल्लारी उठेको हतार छैन हामीलाई बिरती लाउन छिटो कसले कुरा लगाइदियो एकको दुई बनाइदियो कसले कुरा लगाइदियो एकको दुई बनाइदियो एकान्त एकान मैदान भइदियो एकान्त एकान मैदान भइदियो ओइ डाँडा खरे साइली मैले हाते गरेर के गर्ने नशा नशा रागतमा छौ तिमी विरतीको अर्को नाम हौ तिमी तिमी मलाई परलाई नै मन पर्ने तिमी मलाई परलाई नै मन पर्ने तिमीले छर्के आँखाले नहेर्ने मैले हाते गरेर के गर्ने ओ डाँडा गरे साई मैले हाते गरेर के गर्ने ओ डाँडा गरे साई मैले हाते गरेर के गर्ने बेसैँती हरायो छोड पर नेपाली सबैको घरमा हौ नेपाली सबैको घरमा पोस्टै गरौँ न मलाई मात्रै आफै पोस्ट गर्ने क्या तपाईँ मेन्सन ब्याक गर्नु लागि मात्रै हो आकाशैमा फुलेकी जुनको आकाशैमा फुलेकी पानीमा छाया कति पानीमा छाया कति
धेरै धन्यवाद। यी नानीहरू यही रालपका हुन् है, तपाईँले यो खोला देखिहाल्नुभयो। सीधा सादा भन्थे सबै बोल्थे धक्कमानी सीधा सादा भन्थे सबै बोल्थे धक्कमानी सबैजना मन पराउँथे मेरो मानी मानी सबैजना मन पराउँथे मेरो मानी मानी लौना के भाउ हिँड्छु चेला नमानी लौना के भाउ हिँड्छु चेला नमानी म त त्यस्तो होइन हजुर यो वैसै बेमानी म त त्यस्तो होइन हजुर यो वैसै बेमानी खाना हुँदा भन्दा पनि खाउ खाउ लाग्ने खाना हुँदा भन्दा पनि खाउ खाउ लाग्ने जान हुन्न भन्दा पनि जाउँ जाउँ लाग्ने हो जान हुन्न भन्दा पनि जाउँ जाउँ लाग्ने जो जो देख्यो उसैसँग बोल्छु आफ्नै ठानी जो जो देख्यो उसैसँग बोल्छु आफ्नै ठानी म त त्यस्तो होइन हजुर यो वैसै बेमानी नमस्ते, म हेमाके प्रस्तुता ज्योति र अब सुन्नुहोस् श्रेया सुतारको नयाँ अवधिबाट यो मिटिङ मुठको लाली नाटेको फुली बादामी आँखा या मेरो बोली कोही भन्छन् त्यसो मेरो चोली यो छोरी अडियन्सहरू यस्तो छ नि मलाई हेरी बुझ्नैले बुझ्ने
छोडेर फिर्दै आहै नाच्दै गाउँदै देउसुरे आहै आउँदामा आउँदा आहै हो बेला भयो आहै आशिष दिने आहै कथा नै हाम्रो आहै जिन्दगीमा आहै सधैँभरि आहै रमाउनु राम्रो आहै हजुरको घरमा आहै आशिष दिँदै लोक ढकालतिर आइदिनु आहै आशिष दिँदै आहै आइपुग्दाखेरि आहै नानीहरूको आहै इच्छा शक्तिलाई आहै प्रदान गर्दै आहै आउँदामा फेरि आहै यो पालि फेरि आहै हजुरको घरमा आहै आशिष दिँदै आहै देउचो देउसी आहै यसैमा घरका आहै माता पिता आहै माता र पिता आहै धुबो बोले झै आहै अझै पनि आहै बोलाएर जाउन् आहै आला आला आहै सधैँभरि आहै लक्ष्मीको आहै कृपाले गर्दा आहै सधैँ सधैँ आहै यसै गाउँमा आहै संसारैमा आहै नामै कमाएर आहै शिक्षा क्षेत्रमा आहै अगाडि बढोन् आहै संस्कार हाम्रो देउसुरे आहै पालन गर्दै देउसुरे आहै यसै घरका देउसुरे आहै फलानेमा आहै लक्ष्मीको आहै आशै हौन् आहै आउने सालमा आहै दिएको आशिषमा आहै हजुरलाई पनि आहै आशै रहन् आहै देउतिर भैलीको आहै आशिष दिँदा आहै रीतिरिवाजमा आहै मनाउने चाड आहै मनाउने चाड आहै यसरी नै आहै हजुरको घरमा आहै यही ठाउँमा आहै यही गाउँमा आहै हजुरको नाउँमा आहै अर्को साल पनि आहै देउसी र भैली आहै रमाइलो गर्ने आहै जिन्दगीमा आहै के छ र नानी हो आहै एक दिन मर्ने आहै भन्दथे उहिले आहै लेखमा पनि आहै पाइन्छ अरे आहै लेखको खाने आहै डालामा पनि आहै खोजियो भने आहै पाइन्छ अरे आहै औलको भने आहै हजुरको घरमा आहै आशिष दिन आहै आजको दिनलाई आहै यतिमै जाने आहै नमरी बाँचे आहै सालले साँचे आहै रमाइलो गर्दै आहै फेरि पनि हामी आहै अर्को सलाउने आहै अर्को सलाउने धन्यवाद र के कस्तो भयो